नमस्कार मित्रवर्ग एवं आदरणीय दर्शक महानुभावहरू, आजको बसाइमा पनि विशेष किसिमका यस्ता अनेकौं सपना फलहरू लिएर प्रस्तुत भइसकेको छु र आजको बसाइमा म तपाईलाई के भन्न चाहे भन्दा कसैलाई तपाईले सपनामा यदि थुकेको देख्नुहुन्छ भने जसप्रति तपाईले थुक्दै हुनुहुन्छ त्यो मान्छे या त मर्छ या त बिरामी हुन्छ या ठूलो नोक्सान हुन सक्छ। त्यसलाई यदि शत्रुमाथि तपाईले थुकेको देख्नुहुन्छ भने तपाईको शत्रु परास्त हुनेछ, तपाईले शत्रुलाई जित्नुहुनेछ, शत्रुमाथि तपाई विजय हुनेछ। जसले तपाईलाई कोर्ट कचहरी मुद्दा हालिदिएको थियो विपनामा भने त्यस्ता व्यक्तिलाई तपाईले सपनामा थुक्दै गरेको देख्नुहुन्छ भने ग्यारेन्टीका साथ तपाईले त्यस्तो विजय मुद्दामा तपाई विजयी रहनुहुन्छ, त्यो शत्रु तपाईको हार्नेछ। तर यदि आफन्त इष्टमित्र या स्वयंलाई तपाईलाई कसैले थुकेको देख्नुहुन्छ भने अत्यन्तै ठूलो नोक्सान पनि बेहोर्नु पर्न सक्छ, या त मृत्यु या कष्ट या दुर्घटना या कुनै प्रकारको नोक्सानी अवश्य पनि भोग्नु पर्ने हुन सक्छ, अपमानित हुनु पर्न सक्छ। यो कुरामा विशेष ध्यान दिनु होला। यस्तो सपना देख्नु भएमा अवश्य यसको उपायहरू गर्नु होला, स्वस्ति शान्ति गर्नु होला, या अष्टचिरञ्जीवको आशीर्वाद गरेर लिएर या कुनै दुर्गा कवचहरू यस्ता कवचहरू पाठ गर्न सक्नुहुन्छ, हनुमान चालिसा पाठ गर्न सक्नुहुन्छ। अब सपनामा तपाईले यदि आफ्नो दाँत निकाल्दै गरेको देख्नुहुन्छ, दाँत उखेलेको देख्नुहुन्छ भने कुनै पनि प्रकारको लागि शुभ मानिँदैन। कसै न कसैको साथमा या त तपाईले कसैलाई निर्दयताको या कुनै पनि अप्रिय कार्य तपाईले गर्न सक्नुहुन्छ, या अरूले तपाईलाई अप्रिय कार्य गर्न सक्छन्। कुनै न प्रकारको सामान्य नोक्सानको कुराहरू हुन सक्छ। कतिपय घरमा हाम्रा बुढा बुजुर्गहरूले त के भन्नुहुन्छ भने दाँत झरेको, दाँत फुक्लेको या दाँत फुकालेको देखिन्छ भने मृत्यु आउँछ, मृत्युले कष्ट हुन्छ भन्नुहुन्छ। यो कुरालाई पनि अलिकति विचार मनन गर्नु होला। समग्रमा दाँत झरेको देख्नु राम्रो मानिँदैन। र अब सपनामा तपाईले कुनै पनि दाँतहरू देख्नु, जस्तै कागज काठका या मोमबत्तीका या कुनै यस्ता अप्राकृतिक तरिकाले बनेका यस्ता दाँतहरू तपाईले सपनामा देख्नुहुन्छ भने पनि यसलाई पनि क्रूरता र दानवताको प्रवृत्ति बन्दै गरेको अवस्था हुन सक्छ। तपाईको मनमा या त अहंकार जागृत हुँदै जान सक्छ, या अहंकारले घेर्दै हुन सक्छ, या कहीं न कहीं गलत व्यक्ति या गलत त्यस्तो अहंकारी व्यक्तिको संगतमा तपाई पर्दै हुन सक्नुहुन्छ, या त्यस्ता दुश्मनहरू गलत व्यक्तिहरूको संगतमा या रंगतमा या त्यसको षड्यन्त्रमा तपाई पर्न सक्नुहुन्छ भन्ने सम्भावना हुन्छ। र अरूप्रति अलिकति घृणा गर्ने खालको बानी या आसुरी वृत्तिहरू तपाईभित्र भोग विलासितातिर तपाईँ जान सक्नुहुन्छ, या कुनै रोग बिमारले तपाईलाई घेर्न सक्छ, या कुनै न कुनै प्रकारको मृत्युको नजिक या दुर्घटनाको नजिक तपाईँ पुग्दै हुनुहुन्छ भन्ने पनि संकेत मिल्छ। सपनामा कुनै पनि प्रकारले दाँत झरेको देख्नु अथवा दाँत देख्नु कुनै पनि प्रकारको रूपमा राम्रो मानिँदैन। र दायाँ हातमा तपाईले मेहन्दी लगाउँदै गरेको देख्नुहुन्छ भने पुरुषले यस्तो गरेको देख्नुहुन्छ भने कसै न कसैको तपाईले हत्या गर्न सक्नुहुन्छ, खून गरिदिन सक्नुहुन्छ, या अलिकति कसैसँग ठूलो लडाईँ झगडा त्यस्तो विवाद पर्न सक्छ। यदि धनाढ्य व्यक्ति हुनुहुन्छ भने मेहनतको कमाई, कसैको मेहनतको कमाई खाइदिन सक्ने, कसैलाई शोषण गर्न सक्ने अवस्था हुन सक्छ, या त्यस्ताको शोषण गरेर आएको गलत तरिकाले या घुस पैठी गरेर कमाएको यस्तो धनमा तपाईले रमाउन सक्नुहुन्छ, त्यस्तो धनको लाभ हुन सक्छ। तर राम्रो मानिँदैन सपनामा हातमा मेहन्दी लगाउनुलाई। स्त्रीले देख्नुहुन्छ भने भोग विलास अथवा कुनै मिलनमा बदल्न सक्छ, या तपाईको अलिकति अश्लील खालका एक्स्ट्रा अफेयर लभ या गलत तरिकाको एउटा मार्गको तपाईको प्रेमी अथवा प्रेमिकासँग तपाई फसिन सक्नुहुन्छ। हातमा मेहन्दी लगाउनु यो राम्रो मानिँदैन। चाहे दायाँ हातमा होस् चाहे देब्रे हातमा होस्, मेहन्दी लगाएको सपना देख्नु पनि त्यति राम्रो मानिँदैन भने यस्ता कुराहरू अवश्य पनि ख्याल गर्नु होला। र अब अर्को कुरा म तपाईलाई के बताउँदैछु भन्दा विशेष गरेर यहाँ दुई चार कुरा अरू पनि बताउँदैछु म तपाईलाई। दाँत तपाईले यसरी कोट्याउँदै हुनुहुन्छ भने अवश्य पनि यसलाई पनि आफ्नै या कोही दुश्मनीसँग यस्तो काम तपाईले गर्न सक्नुहुन्छ जसको कारणले गर्दा तपाई आफन्तको या अत्यन्तै तपाईलाई जसले इज्जतको नजरले हेर्ने गरेको थियो त्यस्तो व्यक्तिको सामु तपाईँ एउटा लज्जित या तिरस्कृत हुनुपर्ने अवस्था हुन सक्छ। दाँत तपाईले सपनामा दाँत कोट्याउँदै गरेको देख्नुहुन्छ भने यो अत्यन्तै नराम्रो, कुनै न कुनै प्रकारको अपमानित हुन सक्ने खालको संकेत मान्न सक्नुहुन्छ। र सपनामा तपाईले दाढी बढेको देख्नुहुन्छ, आफ्नो यदि पुरुष वर्ग हुनुहुन्छ र आफ्नो दाढी बढेको देख्नुहुन्छ, महिलाहरूले आफ्नो कपाल बढेको देख्नुहुन्छ भने यो अत्यन्तै राम्रो, आफ्नो आयु बढ्न सक्छ, इज्जत सम्मान बन्न सक्छ, हर तरफ तपाईको इज्जत हुनेछ, समाजमा उच्च स्थान तपाईले प्राप्त गर्न सक्नुहुन्छ भने तपाईलाई बोलेका कुराहरू अथवा तपाईले भनेका कुराहरू समाजले रुचाउन सक्छ। तपाईलाई प्रेरणाको स्रोतको रूपमा तपाईलाई कसैले लिन सक्छन्, या तपाईले यदि तपाई कुनै पनि उद्घोषक हुनुहुन्छ या नेता हुनुहुन्छ भने तपाईको बोली, तपाईको स्पीच संसारले रुचाउन सक्छन्, तपाईको आवाज देशभर दुनियासँग तपाईको भाइरल हुन सक्छ। यो अत्यन्तै राम्रो मानिन्छ। तपाईको सपनामा तपाईले दाढी बढेको देख्नु
नङ बढेको देख्नु, कपाल बढेको देख्नु, अत्यन्त राम्रो जुवा बढेको देख्नु अत्यन्त राम्रो मानिएको छ। र दाढी तपाईँको पेटसम्म तलसम्म झरेको छ भने तपाईँलाई कर्जदारीको चिन्ता हुनसक्छ, कुनै न कुनै प्रकारको कठिनाइ हुनसक्छ। फेरि दाढी पेटभन्दा तल झरेको मानिँदैन, फेरि यहाँसम्म आएको राम्रो, तर पेटभन्दा पनि तल झरो झमलङ्गै भुते निजे 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 देख्नुभयो भने फेरि त्यस्तो अलिकति राम्रो मानिँदैन। त्यसलाई अलिकति चिन्ता बढाउन सक्छ या ऋण लाग्न सक्छ कतै, या अलिकति कारोबारको विषयलाई लिएर तपाईँलाई चिन्ता बढ्न सक्छ भने कुनै पनि दाढी स्त्रीले आफ्नो मुखमा आएको देख्नुहुन्छ, कुनै पनि महिलाहरूले आफ्नो मुखमा दाढी पलाएको या जुवा पलाएको त्यस्तो सपना देख्नुहुन्छ भने, अझै विशेष गरेर गर्भवती महिला हुनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईँले पुत्रलाई जन्म दिन सक्नुहुन्छ। तपाईँलाई ग्यारेन्टीको साथ तपाईँलाई पुत्र लाभ हुन सक्ने सम्भावना रहन्छ भने पितामा कुनै न कुनै प्रकारको समस्या पनि आउन सक्छ। घरमा श्रीमान हुनुहुन्छ भने ऊ यात्रा पर निस्कन सक्छन्, या घरमा तपाईँलाई बच्चा जन्मने बेलामा तपाईँको श्रीमान घरमा नहुन सक्नुहुन्छ, तपाईँबाट टाढा हुन सक्नुहुन्छ। या कोही मान्छेहरू यदि विधवा हुनुहुन्छ भने र त्यस्तो सपना देख्नुहुन्छ भने कसैको पुनर्मिलन अथवा कुनै पुनर्विवाह या केही न केही तपाईँले अलग एक्स्ट्रा अफेयर पनि तपाईँले गर्न सक्नुहुन्छ, या कुनै गलत तरिकाले तपाईँको बच्चा रहन पनि सक्छ। यो कुरालाई पनि अलिकति ख्याल गर्नुलाई। सपनामा तपाईँले आफ्नो दाढी जुवा पलाएको देख्नुलाई यस्तो रूपमा मानिएको छ भने अब कुनै न कुनै प्रकार यस्तो काँटेदार तपाईँले कुनै पनि यस्तो बुटो देख्नुहुन्छ, विशेष गरेर अन्जिरको बुटो देख्नुहुन्छ भने धनाढ्य तपाईँ बन्न सक्नुहुन्छ, तपाईँको इरादाहरू पुरा हुन सक्छन्। घरमा कुनै न कुनै प्रकारको कुराको पनि कमी रहने छैन, कुनै पनि प्रकारको कुराहरू तपाईँका पुरा हुनेछन्। केही आशा विपरीत तपाईँले लाभ कमाउनुहुन्छ, तपाईँले सोचेको भन्दा अपेक्षाकृत धेरै तपाईँले लाभ गर्न सक्नुहुन्छ। कुनै पनि यस्तो काँटेदार अन्जिर तपाईँले आफ्नो घरमा लटरम्म फलेको अन्जिर देख्नुहुन्छ भने, र सेबको बुटो, सेबुदानाको हुनाले सेब जुन एप्पल हुन्छ यसको सेबको बुटो देख्नुहुन्छ भने इमान्दारी, तपाईँ एउटा इमान्दारी बन्न सक्नुहुन्छ। दुखीहरूको लागि तपाईँले दया गर्न सक्नुहुन्छ, उनीहरूलाई कल्याण गर्न सक्नुहुन्छ। कसैको लागि तपाईँले दानमा दिन सक्नुहुन्छ, या कसै दुखीको लागि तपाईँले केही सहयोग उपयोग उपकार्य गर्न सक्नुहुन्छ। तपाईँका दुःख चिन्ताहरू दूर हुनेछन्। यहाँ पनि तपाईँले राम्रो तरिकाले पैसा कमाउन सक्नुहुन्छ भनेको छ भने आलु देख्नुलाई पनि कतै अब मुसिबत आउँछ, लज्जित हुनुपर्छ, अपमानित हुनुपर्छ भनेको छ भने कतै कतैको सिद्धान्तमा आलु देख्नु धेरै धनको लाभ पनि भनेको छ। तर मेरो जाँचको अनुभवमा आलु देख्नु त्यति राम्रो मानिँदैन। आलु देख्नुको कारणबाट मुसिबत या कुनै कुनै कष्टमा तपाईँ पर्न सक्नुहुन्छ भने, यदि तपाईँले सपनामा दुध दही खाएको, घसेको, किनेको, लिएको, दिएको कुनै पनि प्रकारले यस्तो दुध दही देख्नुहुन्छ भने अवश्य पनि तपाईँको बरकत हुनेछ, तपाईँको प्रगति उन्नति हुनेछ। तपाईँलाई मान सम्मान सत्ता अधिकार पद प्रतिष्ठा धन लाभ हुनेछ, व्यापारमा फाइदा हुनेछ, मनोकामना तपाईँको सिद्ध हुनेछ भने गर्भवती महिलाले देख्नुहुन्छ भने अवश्य पनि पुत्र लाभको योग यहाँ बन्नेछ। सन्तानको संसारको सुख पाउनुहुन्छ तपाईँले। र तपाईँलाई कुनै सरकारी जागिरको लागि तपाईँले यदि लोकसेवाको लागि परीक्षा दिनुभएको छ, कुनै विद्यार्थी वर्ग हुनुहुन्छ जागिरको खोजीमा हुनुहुन्छ, या विदेश जानको लागि तयारमा हुनुहुन्छ भने तपाईँले आँटेका ताकेका कामहरू अवश्य पनि पुरा हुनेछन्। जागिरमा सफलता, विदेशको सफलता र हर प्रकारले तपाईँलाई सफलता मिल्नेछ। तर त्यही दुध फेरि पोखियो, केले आएर खाइदियो, तपाईँसित खोसेर कसैले लैदियो भने त्यो नोक्सान हुनसक्छ। जुन तपाईँको काम हुनेवाला थियो त्यही काम तपाईँको अर्काले हक अधिकार खोसेर खाइदिन सक्छ, या तपाईँको काम बिग्रन सक्छ। तर त्यसलाई देख्नु, खानु, आफूले पाउनु प्राप्त गर्दै गरेको देख्नु, या तपाईँलाई कसैले ल्याएर दिन्छ भने पनि तपाईँलाई अत्यन्त राम्रो। तर तपाईँले कसैलाई दिनुहुन्छ, या तपाईँलेबाट कसैले खोसेर लैदिँदैछ, अचानक तपाईँको त्यो चिज गायब हुन्छ भने यस्तो हो भने फेरि तपाईँलाई जुन राम्रो खालको सङ्केत थियो तिनै राम्रो सङ्केतमा नराम्रो खालको पनि फल मिल्न सक्ने शङ्का रहन सक्छ। त आदरणीय दर्शक महानुभावहरू, आजको भाषामा यति नै। फेरि अन्य भिडियोमा अन्य जानकारी लिएर प्रस्तुत हुने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि।